हामी सिमीकोटबाट पहिलो दिन लगभग 10 बजे हिँडेर त्यो दिन लालीबगर बास बस्यौं र भोलिपल्ट सलिसल्ला बास बस्यौं। हाम्रो यात्राको पहिलो गन्तव्य भनेको पिप्लाङ थियो। त्यहाँ हामी तेस्रो दिन लगभग 10 बजे पुग्यौं। पिप्लाङमा मेरो एक दिनको केही अफिसियल काम भएको कारणले तेस्रो दिन म पिप्लाङमै बसेँ। म सिमीकोटबाट हिँडेको 4 दिन भए पनि यात्रा तेस्रो दिन भएकाले आज मेरो तेस्रो दिन भनेको हो। तेस्रो दिनको हाम्रो यात्रा पिप्लाङबाट सुरु भयो। लगभग 2.5 घण्टाको यात्रामा हामी मेखाला भन्ने ठाउँमा पुग्यौं। हामी दारमा कर्णालीलाई तर्दैछौँ। हिजो बिहान सलिसल्लाबाट हामीले मुख्य हुम्ला कर्णालीलाई छोडेर दारमा कर्णालीको पछि लागेको थियौँ। नेपाली अझै माथि नै छ। हामी लगभग 1.5 घण्टा ननस्टप उकालो अनि थोरै ओह्रालो लागेपछि मेखाला गाउँ पुगिसकेका छौँ। हामी अहिले मेखालाबाट मिमी भन्ने गाउँ आइपुगेका छौँ।
बड्डा बड्डे नहर्ने। रारा जानको लागि हामी सिधै दारमा जानुपर्छ, तर मेखाला र मिमी लगायतका गाउँमा मिसन इस्ट र हेड नेपालको सहकार्यमा चलिरहेको 2 वर्षे पोषण सम्बन्धी परियोजनाको अनुगमन गर्नुपर्ने भएकोले हामी मेखाला हुँदै मिमीतिर लागेका थियौं। हामीले मेखाला र मिमीमा अनुगमनको कामलाई सकेर तेस्रो दिनको यात्रा हामीले मिमीमा नै अन्त्य गर्यौं।